तो चलिए शुरू करते हैं। के हो? मेरो नाम सुस्मिता। अनि घर कहाँ हो भन्नु न? घरका यसपालि चुनावमा बालेनलाई जिताउनुमा सबैभन्दा ठुलो हात कसको छ? मेरो मुठी। A few moments later. मतलब वो अलग ही लेवल का बंदा था। दाइ यो नुन लाग्यो कि लागेन? चाख्नु त चाख्नु। ए मलाई यो जिन्दगीले कहाँ पुर्यायो, मलाई यो जिन्दगीले कहाँ पुर्यायो। मासालाई यो बाइकर मासालाई जहिले ओभरटेक गर्छ। यसले हो क्या मा पक्कर खाएको थाहा भने। ठुलो गाडीले जान्दिनु पर्छ नि। A few moments later. साला नेपालमा हैन यो ठुलो गाडीले गर्दाखेरि हो क्या यो हाम्रो सानसानो गाडीहरुको एक्सिडेन्ट। ये बड़ी अच्छी बात कही आप। क्यों भाइ मा जेब्रा क्रसिङ भन्दा बिस्तारै हिँड्नुस् मा दुरी। जेब्रा क्रसिङ भयो भन्दैमा त्यो बाइक र स्कुटरलाई सिक्दिने हैन, तिम्रो त अलि बिस्तारै हिँड्नु, हेरेर हिँड्नु पर्यो नि भाइ। यस्तोले गर्दा हो क्या मा देश बिग्रेको मा साला। किताबले हान्ने ढाल्यो जेब्रा क्रसिङ भनेको आफ्नै बाटो जस्तो ठान्दो रहेछ यार साला। खाले राख्छ टाउको थाप्छ। के हो भाइ आएर चल्नु पर्दैन? जेब्रा क्रसिङ तिम्रो फादर हो। मासालाई यस्तोले गर्दा हो क्या हाम्रो मासालाई ज्यान पुरा जोखिम हान्ने। ब्रो हान्दिउ समाधान मलाई बाइकी खान त हान्दिउ बाइकी खान। कसको प्लिज लिन आउनु होला। हजुरले यहाँ छोड आन्दोलनको बेलामा हजुरले यहाँ छोड्नु। च्वाक त काठमाडौँमा केटीहरू छन् च्वाक। यहाँ छैन र। यहाँ छैन। यहाँ त नन्वानी नधोनी अरे गनेर बर्बाद छ। अब मेरा निशाना देखिए और दिखाएगा तब देखूंगा ना। ये देखिए म चाहिँ कलाकार हो र विशेष गरी म मुभीहरु खेल्छु। मिठाई पाउनुमा मन्त्री के भन्नुहुन्छ? बधाई।